पञ्चायत फ्याँक्ने, बाउको जनयुद्ध गणतन्त्र ल्याउने, छिमेकीको नेपाल बन्द दुनु सोच्याएर खाने, छरछरीको क्याम्पस बन्द जसरी हुन्छ विदेश जाने। हेर्नु समस्या, जेठो ब्रिटिस आर्मीमा छ, बेलायतको लागि लड्दैछ, माइलो इन्डियन आर्मीमा छ, भारतको लागि लड्दैछ, साइलो अमेरिकामा पढ्दैछ, अमेरिकाकै लागि केही गर्दैछ, भान्जी जापानमा, बहिनी चाइनामा, दिदी रसियामा, कान्छो कतारमा, सन्तानले सब छपक्कै विदेश ढाकेको छ। एउटा मण्डलेको झुण्डले युपीवालासँग लागेर बिपीवालालाई र पुष्पलालवालालाई विदेशीको दलाल भनेर फलाकेको छ। कुन आँखाले हेर्ने, कुन कानले सुन्ने, भारतीय मुख्यमन्त्रीको तस्बिर लिएर हिँड्नेले यिनीहरूलाई विदेशी दलाल भन्ने। हेर्नुहोस्, राजनीतिमा अवतरणभन्दा घुम्ती खतरा हुन्छ। इतिहासमा हेर्नुहोस्, रातारात सम्झौता गरेर देशको भूभाग गुमाएर आउनेलाई देशको महान वीर भनेर फुलमाला चढाइयो, सिमानामा जङ्गे पिलर गाडेर देशको भूभाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भन्न पढाइयो। हेर्नु, शिक्षा पढेको छ फुल बनाउने, चाहिएको छ पुल बनाउने, पढेको छ पञ्चायत, हातमा छ गणतन्त्र। गणतन्त्रको पिताले किन सिकाउनु भएन गणतन्त्रका सहयात्रीहरूलाई मूल मन्त्र? अध्यक्ष कमरेड छँदैमा भन्नुपर्ने शब्द गइसक्नु भएपछि भने है, गणतन्त्रको पिताले किन सिकाउनु भएन सहयात्री दलहरूलाई मूल मन्त्र? मलाई गणतन्त्र दिवस बनाउन आउँदै गर्दा बाहिर एकजना विद्वानले सोध्नुभयो, तपाईँ गणतन्त्र दिवस बनाउन जाँदै हुनुहुन्छ, बाहिर के भएको छ? उहाँले भन्नुभयो, तपाईँ गणतन्त्र दिवस बनाउन जाँदै हुनुहुन्छ, बाहिर के भएको छ? मैले भने, बाघहरू घरभित्र बसेका बेलामा सियाल सडकमा उभिन्छ भने सबैलाई थाहा छ। अब बाघको कुरा गर्दाखेरि, बाघ उही हो, पहिला मार्दा बहादुर भनिन्थ्यो, अहिले मार्दा अपराधी भनिन्छ। देश उही हो, पहिला रैती जस्तो थियो, अहिले जन्ती जस्तो भएको छ। उताबाट भित्र भित्र, यताबाट तितर बितर, युवाहरू युरोपतिर, बालेनतिर, पूर्व राजा पूर्वतिर, भाउजू भारततिर। हेर्नुहोस्, यो के को संयोग हो? मैले भने होइन, भाउजूको घर माइतीको लक्षण राम्रो छैन। हाम्रो देशमा चलेको फेसन, उत्तर दक्षिण राजनीतिक भाइब्रेसन, एउटा समूह गाउँमा खेत बाँझो राखेर खाडी मुलुकमा अर्को समूह माइती घरको जुलुसको नारा छ, सरकारले कृषकमाथि घोर अत्याचार गर्यो रे। अब कृषि विकास ब्याङ्कले स्यालको सिङ र पन्जाग्रीको हाड खोज्न ऋण दिनु पर्यो रे। हेर्नुहोस् कस्तो अचम्म। सरकारी प्रवक्ताको जवाब आउँछ, त्यो झाँक्री शब्द हटाउनुहोस्, तुरुन्त ऋण पाउँछ। अर्को कार्यकर्ता कराउँछ, नेपाली शब्दकोशमा दुईटा शब्द फेर, बालाई मन नपर्ने झाँक्री र मेर। बा हेर्नुहोस्, गफाडी मात्र होइन, बा परिवर्तनकारी पनि रहेछन्। बाले बिरालोलाई रङ्ग्याएर एकचोटि बाघ बनाएछन्। रङ्ग्याउने, बङ्ग्याउने, उचाल्ने, पछार्ने, थचार्ने, अर्कालाई कालो मोसो दलेर आफू सुकिलो बन्ने बाको बानी हो। बाको अहिले मुख्य दाहिने हात भनेको बुढालिनी कण्ठकी महारानी हो। या देवी भ्रष्टभूतेषु भाउजू रूपेण संस्थिता, नमतसे नमतसे नमतसे, जति रुच्छ त्यति खा। भुटानी शरणार्थी देवी गिरिबन्धु परायणे, सर्वसार्थी हरे देवी नारायणी नमस्तुते। हेर्नुहोस्, रेडियो र टिभीमा समाचार सुन्दा देश अमेरिका भन्दा अलिकति माथि पुगे जस्तो लाग्छ। कहिले हो कुनै अस्ति त्रिशुलीको तुइन झिकेर चन्द्रमा जारी पुल हाल्यो रे। कृषि प्रधान देशको चमत्कार सुन्नुहोस्, अब त गुन्द्रुक पनि विदेशबाट आउन थाल्यो रे। हाम्रो देश चाडा छिले बिग्रिएको छ। आज बजेट भाषण, बजेट माछी, सरकार बल्छी, नेता लाछी, जनता अल्छी।
मान्छेले काम नचिनायो कि कामले मान्छे नचिनायो मलाई थाहा छैन। हेर्नुहोस् त, हास्य कलाकार धुर्मुस र सुन्तलीको काम बस्ती बसाउने, देशको मै हुँ भन्ने प्रधानमन्त्रीको काम जनता हँसाउने। यो भन्दा ठुलो हाँसो के चाहियो गणतन्त्र नेपालमा? अब जीवन शर्माजीले झरनाको मिठो पानी भन्नुहुन्छ, म बोतलको मिठो पानी। अब अलिकति सामाजिक कुरा सुनाउन चाहन्छु।